सुरुको सोच चाहिँ त्यहाँको टक्कै आमाले सम्झे कि म भर्ती भएको खबर सुन्नसाथ चाहिँ मेरो आमा चाहिँ कति खुसी हुनु होला भन्ने कुरो चाहिँ त्यतिखेर मेरो आफैले चाहिँ म भर्ती भएँ अब यो गर्छु त्यो गर्छु यस्तो हुन्छु भन्ने मेरो केही पनि सोचाएन छैन वानली फोकस मेरो आमानिर गयो अब म कतिको स्ट्रगल गरेँ त यो पोस्ट एन्ड पोजिसनसम्म आउनको लागि भनेर मैले सबै त्यो स्ट्रगलको कुराहरूलाई सायद यहाँ भनेर पनि साध्य छैन होला हेर्दा हेर्दै थाहै नपाउने आँसु झर्छ क्या अनि मेरो फ्यामिलीले चाहिँ देखिरहँदा थाहा छ मेरो फ्यामिली चाहिँ एकदमै कमलो मनको छ मेरो हस्बेन्ड भन्ने चाहिँ मेरो फ्यामिलीलाई थाहा छ अनि कहिले कहिले यसो हेर्दा मेरो आँसु झर्न लाग्यो भने अघि नै हाँस्छ कि हाँस्छ फ्यामिली पनि यो बुढो त के हो यति साह्रो भन्छ फ्यामिलीले पनि त्यो भन्छ त्यतिखेर एउटा चलेको के अरे एउटा हात्ती छाप त्यो चप्पल किनिदिनु भएको थियो आमाले अब मतलब त्योसम्म मात्रै किनेर चाहिँ आफू चाहिँ लगाएर हिँड्न सक्ने हैसियतको थियो भनौँ न हजुर गुड मर्निङ एन्ड नमस्ते सर नमस्ते सरबुजी साहब आजको पोडकास्टमा हजुरलाई स्वागत छ थ्याङ्क यू गुजी म चाहिँ मेरो जन्म भएको हो र मेरो बाल्यकाल त्यही ठाउँमा बित्यो त्यही ठाउँमा जन्मेँ त्यही ठाउँमा हुर्केँ त्यही ठाउँमा पढेँ भनौँ आजको लागि हजुरको अमूल्य समय झिकेर आइदिनु भयो त्यसको लागि धेरै धेरै धन्यवाद छ सर थ्याङ्क यू र आजको हाम्रो गेस्ट हुनुहुन्थ्यो हाम्रो भक्तजन साहेब धेरै एक्सपिरियन्स स्ट्रगल उहाँको सफलता उहाँको होइन उहाँले गर्नुभएको स्ट्रगलहरू चाहिँ हामीलाई सेयर गरेर जानुभएको छ विच इज हाम्रो लागि पनि धेरै इम्पोर्टेन्ट कुरा जस्तो लाग्छ मलाई साथै उहाँले धेरै इम्पोर्टेन्ट कुराहरू गरिदिनु भएकोमा यहाँलाई फेरि पनि धन्यवाद छ थ्याङ्क यू सौरभ गुरुजी सर थ्याङ्क यू भेरी मच मलाई चाहिँ आफ्नो 2-4 शब्द एउटा राख्ने एउटा मौका दिनुभएकोमा चाहिँ इन्टायर टिमलाई चाहिँ थ्याङ्क यू भेरी मच धन्यवाद साहेब